गाइस भिडियोभन्दा चाहिँ म पहिला के भन्न चाहन्छु भने नेपुली चाहिँ हाम्रो देश नेपालको चाहिँ एकदम नेपालकै भनौँ न नेपालकै बेस्ट एडिटर हो। उहाँले चाहिँ फ्री फायरको धेरै राम्रो बेस्ट एडिट गर्नुहुन्छ। उहाँको भिडियोमा चाहिँ धेरैले नै रियाक्ट गर्नुभएको छ। इन्डियाकाले नि धेरै नै रियाक्ट गर्छन्। सो आज चाहिँ मैले नि यसो रियाक्ट गरौँ भनेर इन्डियाका मान्छेले नि धेरै रियाक्ट गर्छन्। भाइ भनेपछि बुझ्नुहोस् न गाइस कति उहाँ कति ठुलो मानिस हुनुहुन्छ होला, कति ठुलो एडिटर हुनुहुन्छ होला। उहाँको एडिट चाहिँ मैले नि हेर्छु, उहाँको एडिट चाहिँ मलाई पनि मनपर्छ। अब सो गाइस हेरौँ न त। गाइस उहाँले चाहिँ म नेपाल हाँसेको हेर्न चाहन्छु भन्ने गीतमा चाहिँ यो बनाउनु भएको छ। यो गीत म नेपाल हाँसेको हेर्न चाहन्छु भन्ने गीतमा बनाउनु भएको छ। हेरौँ न गाइस, अब हेरौँ कस्तो हुन्छ। वाह भेरी नाइस गाइस, भेरी नाइस। वाह सरी गाइस, यहाँ चाहिँ नेट हल्का चाहिँ स्लो छ। नेट हल्का स्लो छ गाइस, के एडजस्ट गरिदिनु होला न। आक्रमण अपराध असमझदारी विकल्पविहीन विदेशी ब्यान्ड भन्छ भिकारी शिकारी नेता अभिनेता भन्छ क्रान्तिकारी बिगारी केटाकेटी भोको पेट रेडी सिपाही अविवाहित चेली बेटी बोकी पेट खेपी पिटाई भिताई रात कुटाई घात खाएर शरीर बिकाई देशको माटो नै मिठाई ठानी मैदान त्यो युद्धको गीत थोजो देशको लागि भक्त झै प्रसिद्ध बोली सत्य भो अवशेष बाँकी चोखो बोली जो सित थियो शिर जप्त भो देशव्यापी आत्मघाती जो पवित्र थियो प्राणको आहुति आत्मज्यानको विभूतिलाई हिँडेका शहीदको केवल नामावली विभूषित कुण्ठित पीडामा डुबेकी आमालाई के काम विदुषी गरिबलाई दुछाक्ने खुसी शरीफलाई चाहिन्छ खुसी आमा खोइ साडी बेचेर धनाट सँगै छ पुँजी गोजीभरि भारू भर भरेर भारतीको रोजी कम्बोडियाको एक होटलमा बुधबार राति आगलागी हुँदा उद्धार हुन नसकेर बाँच्ने आशामा 12औं तलादेखि हाम फालेर ज्यान गुमाएका झापाका निराकार पाण्डेको हृदय विदारक भिडियो सन्देशले सिङ्गो नेपाल स्तब्ध छ।